साथीहरु आजदेखि 1 वर्ष बुढो भयो है साथीहरु 1 वर्ष बुढो भयो है कालको नजिक आइयो है कालको नजिक आइयो है साथीहरु आज चाहिँ है कोही छ गाउँल्यो आउनुहोस् है त तलदेखिको म बोलाउँदै छु आउनुहोस् है गाउँल्यो आउनुहोस् है आज भव्य पार्टी हुन्छ है 5 रुपैयाँ छ है गोजीमा आउनुहोस् है साथीहरु आउनुहोस् है आजदेखि 1 वर्ष बुढो भयो तर म दुखी छु है अब कालको मुखमा आइयो साथीहरु है अब बर्थडे पार्टी चाहिँ म खुवाउन सक्दिनँ गोजीमा 5 रुपैयाँ पनि छैन हैन बरु यसो मिल्छ भने मङ्सिरमा खुवाउ भनेको मङ्सिर पनि यस्तै गएछ हैन अब त्यही हो अब आउँदैछु म कार्तिकमा आउँदैछु क्या कार्तिकमा चाहिँ भव्य खाउँछु आउनुहोस् साथीहरु कुकुरको मासु चट्टा काटेर खाउँछु हो आउनुहोस् है यस्तै छ है मेरो पारा आउनुहोस् है ल है साथीहरु ल है यसो अब कमेन्टमा है ह्यापी बर्थडे जन्मदिनको शुभकामना थोरै हान्दिनु होला साथीहरु है त्यही हो म बर्थडे पार्टी खुवाउन सकिएन अर्कोचोटि कार्तिकमा चाहिँ मजाले खुवाउँछु तपाईहरुलाई त्यही भन्न चाहन्छु है त ल है वाउ गाउँल्यो के छ सन्चै हुनुहुन्छ तपाईहरु म एकदमै सन्चै छु है डाँडातिर है कोही छ भने आउनुहोस् यहाँ म फेरि आगो फुक्नलाई पुरै यहाँ रेडी पारिसकेँ साथीहरु है म एक्लै खान्छु हो फेरि बर्थडे पार्टी हो एक्लै धम्साउँछु हो फेरि म अम्मै हो ल है साथीहरु म लागे है कसले मेरो भिडियोहरु हेर्नुहुन्छ है यसो कमेन्ट गर्नु होला यसो भिडियो मन पर्छ भने यसो लाइक गर्नु होला मन पर्दैन भने स्किप गरेर भाग्नु होला नहेर्नु होला है त्यही भन्न चाहन्छु यस्तै छ अब गाउँघरतिर अर्गानिक भिडियोहरु आउँछ है ल है साथीहरु यसो अब 1 वर्ष बुढो भइहाल्यो अब कालको मुखमा लाग्यो हो साथीहरु अब फेरि अप्ठ्यारो बाटो हिँड्नु पर्ने हुन्छ हो डाँडा काँडा यसरी हो गाह्रो छ साथीहरु तपाईहरुलाई कस्तो छ कोनी मलाई चाहिँ एकदमै गाह्रो छ ल साथीहरु अब के भन्नु यति नै हो आजको भिडियोलाई बाइ बाइ भन्छु ल साथीहरु बाइ बाइ ल कि एकछिन हेर्ने हो मेरो भिडियो हेर्नु हुन्न होला नि त अब त वाक्कै भयो होला मेरो भिडियो हेर्दा है वाक्कै नहुनुहोस् न हो कहिले त्यसो माया देखाइदिनुहोस् न हो हामीलाई पनि ल अहिले चाहिँ म गएको ल कि नजाउँ हो सन्चै हुनुहुन्छ होला नि त तपाईँ हैन ल बाइ बाइ ल